बाबु मलाई तेरा बाउले मार्न लागे। बल्ल बल्ल भागेर कोठामा चुकुल्लाएर ढोका तुनेर ज्यान बचाएँ। म अब यसरी बस्न सक्दिनँ छोरा। तिमीहरू जहाँ जान्छौ मलाई त्यहीँ लैजाऊ, नत्र तेरा बाउले मलाई मार्छन्। आमा के भन्दै हुनुहुन्छ तपाईँ? तपाईँले कस्तो कस्तो व्यवहार गर्दाखेरि पनि सही र बस्ने मेरो सोझो बुवाले तपाईँलाई मार्न आउनुहुन्छ। किन चाहिँ त कुरा गर्नुभएको क्या तपाईँले? घरै पिँडालु बनै पिँडालु, ससुराली गए 12 हातको पिँडालु भनेको यही। यता हेर्नु यस्तै तनाव छ, उता हेर्नु त्यस्तै तनाव छ। फेरि बुवालाई के नचाहिँदो आरोप लगाउनु भएको क्या आमा तपाईँले? तेरा बाउले तिमीहरूको नजरमा मलाई यति गलत बनाइसके कि मैले चाहिँदी कुरा बोल्दाखेरि पनि तिमीलाई नचाहिँदो लाग्छ। होइन, तिमीहरूले मलाई कहिले बुझ्छौ? जन्माको त तेरा बाउले होइन के रे? जन्माको त तिमीहरूलाई मैले नै हो। तै पनि तिमीहरूले किन मेरो दुःख पीडा बुझ्दैनौ क्या? तिमीहरूको बाउले मलाई मार्नै खोजिसके। आमा त्यति सोझो बुवाले तपाईँलाई मार्न आउने कारण पनि त होला नि। यसै बसिरहेको मान्छेलाई मार्नु त पक्कै पनि आउनु भएन। तपाईँले पनि त बुवालाई त्यति धेरै रिसाउन बाध्य गराउनु भयो होला। खास कुरा के हो आमा, नडाँटिकन भन्नुहोस् त। सत्य कुरा के भने नि बाबु, त्यो भुन्टीलाई घरमा नराखौँ भन्न खोजेको थिएँ मैले। भुन्टीको दाइले फोन गरेको थियो, तेरा बाउले त्यो भुन्टीलाई कहीँ पनि नपठाउनु, त्यहीँ राख्नु भने। भूमिकाको जीवनमा त्यस्तो घटना घटाउनेलाई किन घरमा राख्नु भन्न खोजेको थिएँ। तेरा बाउले त कुट्न सुरु गरे बाबु। धन्न भागेर ज्यान बचाएँ। हेर बाबु, मलाई अरू कुरा केही पनि थाहा छैन। तिमीहरूले मलाई जिउँदै देख्न चाहन्छौ भने मलाई तिमीहरूसँगै